नमस्कार नमस्कार नानी बाबुहरू। आज म निबन्ध लेखनका बारेमा कुरा गर्न आएको छु। निबन्ध लेखनको परिचय आज हामी हेर्नेछौँ। त्यस्तै निबन्धका प्रकारलाई पनि हामी राम्रोसँग हेर्नेछौँ, पढ्नेछौँ। आफ्ना फरक र वस्तुहरूको निबन्धको पनि परिचय हामी हेर्नेछौँ र यिनी बिचका अन्तरहरू, फरकहरूलाई पनि हामी हेर्नेछौँ। निबन्ध लेख्ने तरिका, यसलाई पनि राम्रोसँग यसलाई विश्लेषण गर्नेछौँ। निबन्धका उदाहरण पनि म यहाँ प्रस्तुत गर्नेछु र बारम्बार दोहोरिरहेका छन् जुन दर्शकहरू माध्यमिक तहका परीक्षाहरूमा, तिनलाई पनि यहाँ प्रस्तुत गर्नेछु। र आग्रह गर्नुपर्ने कुरा, यो च्यानल तपाईँहरूले सब्सक्राइब गर्नु बाँकी छ भने सब्सक्राइब गर्नुहोला। यो माध्यमिक तहका लागि म निरन्तर विभिन्न सामग्रीहरू, व्याकरणसँग सम्बन्धित र पाठ्यपुस्तकसँग सम्बन्धित, नेपाली वाङ्मय भाषा साहित्यसँग सम्बन्धित कुरा लिएर आइरहनेछु। ढिला नगरिकन आजको विषयवस्तुतर्फ नै हामी अगाडि बढौँ। अब निबन्ध तपाईहरू सानैदेखि लेख्नु भएको छ। तपाईँहरू जो विद्यार्थी, माध्यमिक तहको विद्यार्थी छ, सबै सानो नै हुनुहुन्छ उमेरले। त्यही पनि सानो कक्षा 4-5 कक्षादेखि तपाईँलाई अभ्यास गराइन्छ निबन्धको बारेमा। निबन्ध भनेको के हो भन्ने विषय चाहिँ विद्यार्थीहरूलाई अलिक कम जानकारी हुनसक्छ। र निबन्ध सबैले लेख्दै आएको, बुझ्दै आएको, नजानिकन प्रयास गर्दै आएको विषय हो। र यसलाई हामी चाहिँ अब यसको परिभाषा नै बाट अगाडि बढ्नेछौँ, जुन मैले विभिन्न पुस्तकहरूबाट लिएको छु, आफ्नो अनुभवबाट लिएको छु। र सानो यसको परिचय अगाडि हेरौँ। निबन्ध कुनै विषयलाई समेटेर काल्पनिक वा वस्तुगत पाराले विस्तारपूर्वक लेखिएको सुगठित छोटो गद्य रचना हो। कुनै विषयवस्तुलाई समेट्ने, सामाजिक, आर्थिक, राजनैतिक इत्यादि। काल्पनिक भन्ने बित्तिकै जुन लेखकको निजत्व, आफ्नोपन बढी आउँछ भने, वस्तुगत भन्ने बित्तिकै लेखकको निजत्व भन्दा नि जुन विषयवस्तु त्यहाँ ल्याइएको छ त्यसको बारेमा लेखिन्छ। त्यो कुरा हामी अझै विस्तृत रूपमा कुरा गर्ने नै छौँ। र अगाडि हेरौँ। यसका लेखकले भाव वा विचारलाई राम्रोसँग बाँधेर कस्तो ढङ्गले प्रस्तुत गर्दछ। राम्रोसँग बाँध्छ, मिलाउँछ, छाँटकाँट गर्छ, आकर्षक बनाउँछ अनि प्रस्तुत गर्दछ। बन्धमा नि उपस्थित लागेर भनेको निबन्ध शब्दको अर्थ राम्रोसँग बाँधिएको भन्ने हुन्छ। बन्ध भनेको बाँधिएको, नि जोडिपछि अझ के हुन्छ, राम्रोसँग बाँधिएको भन्ने अर्थ रहेछ। शब्दको अर्थ सामान्य शब्दको अर्थ, जसका आधारमा निबन्धको आशय कुनै विषयमा बाँधेर विचारको प्रस्तुति गर्नु हो भनेपछि कुनै विषयमा बाँधेर आफ्नो विचार निबन्धकारको विचार दिने, अथवा कुनै पनि विषयवस्तुलाई चाहिँ नि प्रस्तुत गर्ने हो जस्तो छ जे छ त्यसलाई चाहिँ निबन्धको ढाँचामा ल्याएर प्रस्तुत गर्ने काम हुन्छ। अब यो अङ्ग्रेजी साहित्यबाट आयातित विधा हो आयातित भने ल्याइएको विधा हो। पहिले नेपाली साहित्यमा यो विधा थिएन र चाहिँ नि अङ्ग्रेजी साहित्यबाट यो ल्याइएको, त्यसको सिको गरेर नेपाली साहित्यमा नि लेखिएको र ठुलो आकार लिइसकेको छ नेपाली साहित्यमा पनि। यसले निबन्धलाई अङ्ग्रेजीमा एसे भनिन्छ र यसको अर्थ, जसको शाब्दिक अर्थ प्रयत्न वा प्रयास भनिन्छ। प्रयास, प्रयत्नलाई मानेर एसेको अर्थ बुझ्नुपर्ने रहेछ हामीले। यस प्रकार हेर्दा निबन्ध कुनै विषयमा निबन्धकारका विचारहरूलाई क्रमबद्ध ढङ्गले सुसङ्गठित गरी प्रस्तुत गरिने कला हो अथवा गर्ने एक कला हो। अर्को शब्दमा हामीले निबन्धकारका विचारहरू खास निजत्व आउँछ। अब हामीले वस्तुबाट नै लेख्यो भने पनि अन्तिममा गएर उसको निजत्व, आफ्नोपन, आफ्नो विचार त्यहाँ आएकै हुन्छ। तारमा यो निबन्धकारको निजत्व हो, उसको भगाइ हो, कुनै वस्तुप्रतिको उसको हेराइ हो, त्यसमा आफ्नो आशयसँगै निबन्ध भएदेखि वस्तु सत्यलाई चाहिँ तथ्य रूपमा सत्य प्रस्तुत गर्छ भने आत्मपरभन्दा पूर्णतः कुनै विषयप्रति, कुनै पक्षप्रति आत्मगत प्रस्तुति निबन्धकारले गर्छ। यो हामीले बुझ्नु पर्यो। कला हो फेरि हो। कला भन्ने बित्तिकै आकर्षण शक्ति हुन्छ। तपाईँलाई थाहा छ होला, कोही नाचिरहेको छ, गएर हेरौँ लागेको छ तपाईँलाई, जुन चाहिँ नाच नृत्यको चाहिँ जुन एउटा कला मिलेको छ, नृत्यमा हुनुपर्ने गुणहरू आएको छ, त्यहाँ तपाईँलाई गएर हेरौँ लाग्छ। हेर्न आइज भन्नु पर्दैन। यसले मिठो गाइरहेको छ, सुनौँ लाग्छ, सुन भन्नै पर्दैन भनेपछि त्यो कला। लेखेको कुरा गर्ने पढौँ लाग्ने, कतै छैन आवाज आयो सुनौँ लाग्ने, दृश्य भए हेरौँ लाग्ने, त्यो नि कला हो। अनि कला हो निबन्ध लेखाइ। सामान्य ढङ्गले हामीले निबन्ध लेख्छौँ भन्ने मात्रै हुन्न। कलाको विकास गर्नको लागि महाकविका निबन्धहरू, केही नेपाल सानो छ भन्ने निबन्ध, त्यसै गरी भएका निबन्धहरू, भाषा विज्ञानका निबन्धहरू हामी जुन पढ्छौँ, जुन कला त्यहाँ पाउँछौँ हामी ती मन्त्रमुग्ध हुन्छौँ, पढौँ लाग्छ, सुरु गरेपछि अन्त्यसम्म पढौँ लाग्छ, आशय बुझौँ लाग्छ भनेपछि त्यो कला पनि हो निबन्ध लेखन। कलाविहीन प्रयासले फेरि हुन्न। कलात्मकता साहित्यमा चाहिन्छ। साहित्य पनि एउटा कला हो, हामीले बुझ्न आवश्यक छ। अगाडि बढौँ र निबन्धको संरचनालाई थोरै हेरौँ। निबन्धको संरचना भनेपछि यसको स्ट्रक्चर कस्तो हुन्छ, आदि मध्य अन्त के हुन्छन् भन्ने कुरा, यसलाई हेरौँ। निश्चित विषयवस्तुमा क्रमानुसार विचार वा तथ्यहरू प्रस्तुत गर्दै कम्तीमा 3 अनुच्छेदमा निबन्ध लेख। सुरुवाती, मध्य, अन्त्य 3 अनुच्छेद अनिवार्य निबन्धमा हुन्छ। मात्रै निबन्ध बन्दछ। निबन्धभित्र मूलतः आदि यानि सुरु, मध्य र अन्त्य गरी 3 भाग रहन्छ। निबन्धमा
आदि, मध्य र अन्त्य गरी 3 भाग रहँदा रहेका छन्। हामीले अघि पनि भन्यौं सुरुवाती भाग, मध्य भाग र अन्त्य भाग। आदि भागमा के हुन्छ त हेरौं। आदि भागभित्र विषय प्रवेश भूमिका आदि रहन्छ अथवा हामीले विषय प्रवेश भन्दै हुन्छ। कुनै पनि विषयको सुरुवाती गर्ने काम, त्यसलाई उठान गर्ने काम गरिन्छ सुरुको भागमा। यो भाग विषयवस्तुको परिचय वा उठानसँग सम्बन्धित रहन्छ। मैले त्यही लेखेँ, त्यही बोलेँ। छोटो, मिठो, सरल भाषामा लेखिने यो भागको विस्तार 4 भागको एक भागमा वा 25% सम्म गर्न सकिन्छ। 25% चाहिँ यस पहिलो भागमा हुन्छ जुन सजिलै बुझिने होस्। तल्लो भागमा, मध्य भागमा हामीले धेरै गहन कुराहरू, गहन शब्दहरू, घमाउरो शब्द राख्यो भने सुरुको भागमा चाहिँ कम्तीमा सजिलै बुझिने, स्पष्ट बुझिने, कलात्मक ढङ्गले प्रस्तुत गरिन्छ। जस्तै अब तपाईँ हामी सबैको टाउकोले सबै कुरा देख्छ, सबै कुरा हामी टाउको आधार मान्छौँ। यस्तो मान्छे राम्रो मान्छे, नराम्रो मान्छे, नमिलेको मान्छे, अनुहार हेरेर हामी के गर्छौँ, डिटरमाइन गर्छौँ, यस्तो उस्तो त्यस्तो चाहिँ हामी भन्छौँ। त्यस्तै गरी निबन्ध पनि यसको सुरुवाती भनेको अनुहार हो। अनुहारमा आकर्षण, तल के आउँदैछ, के भनिँदैछ त्यो स्पष्ट हामीले खुलाउने प्रयास गर्नुपर्छ। त्यस्तै निबन्धको मध्य भाग विस्तारको भाग हो। भनेपछि विस्तार गर्ने काम। शरीरमा जाने भने के हो, पेट हो, पेट हो, शरीर हो। अनि अलिकति ठुलो भाग हुन्छ त्यो अवश्य पनि। पहिले ढाडको शरीर, हाम्रो छाती, भुँडी सहितको जुन भागहरूलाई चाहिँ नि मध्य भाग मानौँ। पहिलो भागमा बसालेको जगमा टेकेर यहाँ विस्तार गरिन्छ, जहाँ चाहिँ नि सुरुवातीमा भनिएको त्यति नै कुराको विस्तार मध्य भागमा हुन्छ। पहिलो भागमा बसालेको जगमा टेकेर यहाँ विस्तार गरिन्छ। हामीले भन्यौँ विषयको गहनता यस भागमा प्रकट हुन्छ र यथासम्भव कलात्मक पनि हुन्छ। विषयको गहनता जस्तै कोही व्यक्ति असल थियो भन्ने कुरा माथि गरियो, तर किन असल थियो, ऊ चाहिँ नि झुट बोल्दै, ऊ चाहिँ नि परोपकारी छ, ऊ सबैसँग मिल्छ इत्यादि त्यो व्याख्यामा आउँछ किन असल हो भने। त्यस्तै गरी कुनै पनि विषय नेपाल राम्रो छ भन्ने किन राम्रो छ, सगरमाथा छ, ज्ञानको भूमि पनि हो, प्राकृतिक विविधता छ, भौगोलिक विविधता छ, विभिन्न चाहिँ सुन्दर उपत्यकाहरू रहेका छन्, सुन्दर पहाडी सटाहरू रहेका छन्। यसको व्याख्यामा गहनता पुष्टिको काम हुन्छ मध्य भागमा। मध्य भागलाई आदि भाग र अन्त्य भागलाई जोड्ने पुलको रूपमा पनि लिन सकिन्छ। अब मध्य भाग भनेको बीचमा रहन्छ, अन्तिम भाग गयो भने सुरुको अगाडि आउने भाग गयो भने चाहिँ जोड्ने पुल ब्रिजको रूपमा पनि लिन्छ। यसलाई व्याख्या आवश्यक पर्दैन होला। त्यसैले कम्तीमा पनि निबन्धको 50% भाग ओगटेको हुन्छ र हुनुपर्छ। अब त्यो ओगटेको भएन भने निबन्धको ढाँचामा आउँदैन, हामीले ख्याल गर्नुपर्छ, हुन्छ, हुनैपर्छ। अन्त्य भाग चाहिँ निष्कर्ष वा संहार भनेपछि जुन कुरा प्रस्तुत गरिन्छ त्यसको निष्कर्ष दिने काम यसमा हुन्छ। यसमा विषय वा प्रस्तुतिको सार लेख्नुपर्छ। अब ज्येष्ठ कुरा जे भन्नुपर्ने छ त्यो कुरा चाहिँ नि अन्त्य भागमा लेखिन्छ। यो कुरा तपाईँले बुझ्नै हुन्छ भन्ने लाग्छ। यो निबन्धकारको आत्मप्रकाशनको निर्णायक खण्ड भएकाले यसमा वैयक्तिक विचारले बढी स्थान पाउँछ। भनेपछि अन्तिममा गएर अब वस्तुपरक, अब आत्मपरक हो भन्दा पुरै चाहिँ नि तपाईँको जुन निजत्व नै आउँछ निबन्धकारको। तर वस्तुपरक हो भने अन्तिममा गएर उसको चाहिँ धारणा, निबन्धकारको विचार आएकै हुन्छ। यो निबन्धकारको आत्मप्रकाशनको निर्णायक खण्ड भएकाले यसमा वैयक्तिक विचारले बढी स्थान पाउँछ। यसको आयाम आदि भाग जति नै हुनु उचित हुन्छ। आदि भाग भने सुरुवातीको भाग जति नै हुनु उचित हुन्छ, 25%। कहिलेकाहीँ बढी घटी होला तर त्यो हुनु उचित हुन्छ, उत्तम हुन्छ। अब हामीले यति हेरौँ यसको संरचनालाई। अब अगाडि हामी हेर्नेछौँ यसका प्रकारहरू। खास गरी 2 प्रकारका हुन्छन्, आत्मपरक र वस्तुपरक। ढुङ्गा गरिकन अगाडि बढिहालौँ आत्मपरक निबन्धलाई हेरिहालौँ। यस प्रकारको निबन्धलाई वैयक्तिक, निजात्मक, भावनात्मक वा कल्पनात्मक आदि नाम पनि दिइन्छ। आत्म भने आफू, व्यक्तिमा भर पर्ने कुरा भयो। अनि निजात्मक भने निज आफू नै भयो। भावनात्मक भने आत्मपरकमा प्राय भावना बढी आउँछन्। बसो सत्य भन्दा नि, तथ्य भन्दा नि त्यो हृदयको हार्दिकता बढी प्रकाशित हुन्छ, प्रकटित हुन्छ, प्रस्फुटित हुन्छ। अनि कल्पनात्मक, कल्पनामा डुबेर लेखिन्छन्, काल्पनिकतालाई जोड दिइन्छ, त्यसैले काल्पनिक पनि भनिन्छ, कल्पनात्मक पनि भनिन्छ। यस्ता निबन्धमा व्यक्ति प्रधान र विषयवस्तु गौण हुन्छ, अर्थात् यसमा निबन्धकारका विचार, भोगाई, अनुभवहरूको मुख्य भूमिका रहन्छ। प्राय यस प्रकारको निबन्धमा प्रत्यक्ष कथन पद्धति अर्थात् प्रथम पुरुष दृष्टिबिन्दुलाई अपनाइन्छ भन्नाले म हामी प्रयोग गरिन्छ। अब यसको नाम भयो प्रथम पुरुष भन्ने त पहिलो पुरुष हामीले पर्सन पढ्दै आएको छ। हामी व्याकरणमा पहिलो पुरुष, त्यसले गर्दा म हामीको प्रयोग प्राय गरिन्छ। दृष्टिबिन्दु भनेको देख्ने बिन्दु, हेराइ। अब हेर्नुहोस्, उदाहरणका लागि कक्षा 12 को पाठ्यपुस्तकमा रहेको है म रहेको भए चाहिँ मा रहेको घनघस्साको उकालो काट्दा नियात्रा, नियात्रा पनि केवल निबन्ध नै हो। यात्रा गरेका आधारमा यात्रा गरेका देखेका भोगेका कुराहरूलाई समेटेर ती अनुभवहरूलाई समेटेर लेखिने निबन्ध निको नियात्रा हो। जुन कक्षा 12 को पाठ्यपुस्तकमा रहेको छ त्यो एउटा के हो, आत्मपरक निबन्ध हो तथा नियात्रा हो भन्ने पनि भयो। कक्षा 11 को पाठ्यपुस्तकमा रहेको संस्कृतिको नयाँ यात्रा जुन निबन्ध छ
त्यो पनि के हो एउटा आत्मपरक निबन्ध हो। त्यस्तै कक्षा 10 को पाठ्यपुस्तकमा रहेको जय बढी निबन्ध त्यो पनि के एउटा आत्मपरक निबन्ध हो, त्यसको उदाहरण हो। र आदि अरू धेरै निबन्धहरू रहेका छन्। मैले एउटा माध्यमिक तहका विद्यार्थीहरूलाई सजिलै जानियोस् बुझियोस् भन्नको लागि चाहिँ नि नामहरू मैले यहाँ उल्लेख गरेँ। अब वस्तुपरक निबन्धमा हेरौँ। वस्तुपरक निबन्ध कस्तो खालको हुन्छ त? यस खालका निबन्धमा विषयवस्तु उदाहरण र व्यक्ति गौण हुन्छ। जे सगरमाथाको भन्नु पर्यो भने मैले सगरमाथा गएँ डोले देखेँ होइन, सगरमाथामा के छ, कति उचाइ छ, कसैले नाम राख्यो, कति मान्छे चढे, त्यो कुरा उल्लेख गरिन्छ। न कि म गएँ मैले देखेँ, उसको भावना उसको चाहिँ निजत्व भन्दा पनि वास्तविकता वस्तु तथ्य यहाँनिर प्रस्तुत गरिन्छ। र व्यक्ति चाहिँ गौण हुन्छ। अन्तिममा गएर निष्कर्ष दिन सक्छ, धारणा राख्न सक्छ तर चाहिँ उसले प्रथम पुरुष दृष्टिबिन्दुमा होइन तृतीय पुरुष दृष्टिबिन्दुमा उल्लेख सक्छ धारणा आए पनि। त्यसैले यो कस्तो हुन्छ अरे विषय वस्तु प्रधान र व्यक्ति गौण भएको हुन्छ। यसमा कुनै विषयको वर्णन र विवरणलाई अर्थोडक्स कथन पद्धति अर्थात् तृतीय पुरुष शैली यानी दृष्टिबिन्दुमा प्रस्तुत गरिन्छ। अब यहाँनिर देख्ने व्यक्ति आफै म भएर आउँदैन, पात्र भएर आउँदैन, अर्को व्यक्तिलाई राखेर यसले अथवा व्यक्ति नराखिकन विषयवस्तुको प्रस्तुति गर्ने काम गर्छ। यो पनि वर्णनात्मक र विवरणात्मक गरी दुई प्रकारको हुन्छ। अब यो प्रकार तपाईहरु खासै जान्नुपर्ने माध्यमिक तहमा त हुन्नतै पनि थोरै अवधारणा जान्नु भए राम्रै होला। अब यसको अवधारणा जान्नु भए पक्का पनि राम्रै हुन्छ। र यसको अवधारणा ठ्याक्कै जान्नुपर्ने बुझ्नुपर्ने भनेको चाहिँ जो मेजर नेपाली पढ्नेले गर्छ, बुझ्छ, धेरै लेख्छ, स्नातकोत्तर तहमा पनि पढ्छ, माध्यमिक तहको कक्षा 11 12 पढ्छ भने मेजर नेपाली नपढ्नेको लागि चाहिँ नि यो एउटा सामान्य वस्तुपरक आत्मपरक चिन्ह भए पनि हुन्छ। त्यही पनि अवधारणा क्लियर भयो भने तपाईलाई घाटा हुँदैन भनेर मैले यो कुराहरू गरेँ। वर्णनात्मक निबन्धमा स्थित्यात्मक यानी स्टाटिक वस्तु र ठाउँ विशेषको वर्णन गरिन्छ, जसमा प्राकृतिक स्थलहरू जसमा नदी, पहाड, ताल, झरना इत्यादि, त्यस्तै वैज्ञानिक आविष्कारहरू, कम्प्युटर, राडार, विद्युतीय, सामाजिक सञ्जाल इत्यादि लगायतका विषयहरू यसमा समेटिन्छ। अर्को छ विवरणात्मक यानी विवरणात्मक। लेखाइमा हामी के लेख्छौँ? विवरणात्मक बोल्दा विवरणात्मक भन्छौँ। यो निबन्धमा जीवन र जगतका गत्यात्मक यानी डाइनामिक पक्षको विवरण राख्ने काम गरिन्छ, प्रस्तुत गर्ने काम गरिन्छ। यस्ता निबन्ध समाजका विविध घटनाको वृत्तान्त, यात्राको वर्णन जस्ता अनेकन विषयसँग सम्बन्धित रहन्छन्। यस्ता निबन्धहरू यात्रा, चाडपर्व, ऐतिहासिक स्थल, खेल आदिसँग सम्बद्ध रहन्छन्। वस्तुपरक निबन्धको उदाहरणका रूपमा कक्षा 12 को पाठ्यपुस्तकमा रहेको सहकारी नामक निबन्ध छ, त्यो एउटा वस्तुपरक निबन्ध हो। कक्षा 11 को पाठ्यपुस्तकमा रहेको पर्यटनका सम्भावना र आयाम नाम गरेको अर्को निबन्ध छ, प्राकृतिक सन्तुलनको आवाज दिने निबन्ध, त्यो निबन्ध पनि अर्को वस्तुपरक निबन्ध हो। त्यस्तै कक्षा 11 को पाठ्यपुस्तकमा रहेको थाङ्का नाम गरेको निबन्ध छ, त्यो पनि एउटा के हो? वस्तुपरक निबन्ध हो। यति बुझ्ने वस्तुपरक निबन्धमा व्यक्ति गौण र विषय वस्तु प्रधान हुन्छ। व्यक्ति म हामी भनेर आउँदैन, जहाँ म हामी भनेर आएको छ त्यो आत्मपरक हो, म हामी छैन। वस्तुपरक हो यति बुझ्नु भयो भने तपाईहरुलाई माध्यमिक तहका विद्यार्थीहरूलाई प्राय थाहा पनि हुन्छ। अब यसको थोरै फरक पनि मैले यहाँ लिएको छु, हेर्न सकिन्छ। वस्तुपरक र आत्मपरकमा के फरक छन् त? आत्मपरक कस्तो रहेछ? निजात्मक, निजी भावना, निजी विचार आउँछ। त्यस्तै छ नि वस्तुपरकमा तथ्य कुराहरू, जे सत्य फ्याक्ट कुराहरू आउँछन्। म हामीको प्रयोग नगरी कुनै पनि वस्तुको वर्णन, विषयको वर्णन, स्थानको वर्णन इत्यादिको वर्णन गरिन्छ, वर्णन विवरण राख्ने काम गरिन्छ। अर्को हेरौँ, आत्मपरक भनेको प्रथम पुरुष दृष्टिबिन्दुमा कथन पद्धतिमा अघि पनि भन्यो जहाँ म हामी प्रयोग गरिन्छ, यसरी प्रयोग गरिन्छ भने वस्तुपरकमा के हुन्छ? तृतीय पुरुष दृष्टिबिन्दु भनेपछि देख्ने व्यक्ति आउँदैन, देखिएको वस्तु, देखिएको स्थान प्रयोग भएर आउँछ जहाँ म हामी रहँदैन। अनि आत्मपरकमा अमूर्त शैलीको प्रयोग, जुन भावनाको कुरा आउँछ, कल्पनाको कुरा आउँछ, हार्दिकताको कुरा आउँछ, त्यो कुरा अमूर्त कुरा हो, छुन सकिने, बोक्न सकिने, स्पर्श गर्न सकिने कुरा होइन, अनुभूतिको कुरा भइगयो। स्वतः के हुन्छ? यो अमूर्त हुन्छ भने वस्तुपरकको मूर्त हुन्छ। देखिने कुराहरू, देखिएका कुराहरू, ठोस कुराहरू यसमा आउने भएका यो मूर्त हुन्छ। अर्को वैयक्तिक प्रकृतिको हुन्छ आत्मपरक, व्यक्तिको निजत्व नै आउँछ, यहाँ पनि आउने भएका व्यक्तिको विचार, व्यक्तिको भोगाई, व्यक्तिको धारणा इत्यादि इत्यादि नै आउँछ। त्यसै वैयक्तिक हुन्छ, व्यक्ति भनेको पर्सनल, व्यक्तिगत नै भनेको हो। र वस्तुपरक अवैयक्तिक हुन्छ, व्यक्तिको विचार, निजत्व कम हुन्छ। आत्मपरक कल्पना प्रधान हुन्छ, कल्पनामा बढी जोड दिन्छ वास्तविकता भन्दा कल्पना। भने वस्तुपरक कस्तो हुन्छ? वास्तविक, व्यावहारिक। लेखामा गल्ती भएछ, यो व्यावहारिक भन्नुपर्नेमा व्य मात्रै भएछ, व्या लेख्नुपर्छ। व्यवहार जोडिएको व्यावहारिक हुन्छ, न कि व्यावहारिक। लेखाइमा त्रुटि भएछ त्यहाँनिर। अर्को जो आत्मगत हुन्छ, आत्माको विचार, आफ्नो धारणा आउँछ भने तपाईँ वस्तुगत हुन्छ। खास यसको व्याख्या गर्नु पर्ला। विशिष्ट भाषा, सामान्य भाषा। जब हार्दिकताको कुरा गरिन्छ,
जब भावनाको कुरा गरिन्छ त्यहाँनिर माझीको भाषा, आकर्षक भाषा, मन छुने भाषा यस्तो विशिष्टता ल्याइन्छ भने सामान्य भाषा वस्तुहरू यस्तो थियो त्यस्तो हो भन्दाखेरि चाहिँ नि ठ्याक्कै सजिलै बुझिने भाषा, सठिक भाषा त्यसैले सामान्य रूपमा बुझ्न सकिन्छ। जहाँ भावनात्मकता, जहाँ आत्मपरकता, जहाँ हार्दिकता आउँछ त्यहाँ भाषा विशिष्ट हुन्छ भने वस्तुपरमा वस्तुको कुराको वस्तु सत्यको वर्णन गर्दाखेरि हामीले सामान्य भाषाको प्रयोग गर्छौँ। भावनात्मक हुन्छ आत्मपरक भनेको, अनि वर्णनात्मक विवेचनात्मक र विश्लेषणात्मक हुन्छ वस्तुपरक। भावना एकदमै दुःखका भोगाइहरू, सुखका भोगाइहरू, खुसीहरू, आँसुहरू, रोदनहरू इत्यादि यसमा आउँछन् भावना। अनि जब सत्य जहाँ जे छ त्यही लेख्ने काम हुन्छ, वस्तु सत्यमा यसलाई फेरि नहुनु यति हामीले हेरौँ। अब हामीले निबन्ध लेख्ने तरिकामा जानुपर्छ है। निबन्ध लेख्ने तरिका एकदमै ख्याल गरेर हामीले हेरौँ। अब कक्षा 11, 12, 9, 10, 11, 12 भनौँ, यो चाहिँ नि तहमा अब तपाईँलाई शीर्षक दिइन्छ, शीर्षक दिएर लेखाइन्छ त तपाईँ अगाडि धेरै तयारी गरिदिनुपर्छ। खिस्सा लेखन, विषयवस्तुको चयन भन्ने कुरा ठ्याक्कै तपाईँले भने जस्तै मिल्दैन हामीले जे भन्छौँ अहिले, तर त्यही पनि हामीले बारम्बारको अभ्यास जुन निबन्धका शीर्षकहरू धेरै दोहोरिएका छन्, सम्भावना प्रयास गरेको हुन्छ, पूर्ण तयारीले गरेर हामी चाहिँ नि शीर्षक लेखेर निबन्धको साथी लेखन गर्छौँ। तर यहाँ चाहिँ यसको उत्तरमा अलिकति के लामो छ, साथी लेखन गर्नुभन्दा अगाडि के गर्नुपर्छ त्यो हामी हेर्नेछौँ। र हामीले निबन्ध तपाईँहरूले सबै लेख्नुभएको भाइ बहिनीहरूले, नानी बाबुहरूले लेखेको चाहिँ घरमा, स्कुलमा, विद्यालयमा तयारी गरेर बारम्बारको तयारीबाट, बारम्बारको अभ्यासबाट एकदम पूर्ण भएर पर्फेक्ट भएर लेखिने निबन्ध हो। चाहिँ शीर्षक लेख्ने, कुरो लेख्ने, त्यो चाहिँ अन्तिमको प्रस्तुति हो, त्यो मूल्याङ्कन हो। तर हामी कक्षामा नि बारम्बार प्रयास गराउँछौँ, अरू बेला नि प्रयास गराउँछौँ, त्यसको चरणलाई हामी प्रयोग गरौँ। निबन्ध एक उत्कृष्ट भाषिक अभिव्यक्ति हो, भाषाको उत्कृष्ट अभिव्यक्ति। हामी बोल्छौँ, साथीभाइसँग बोल्छौँ, आमाबाबुसँग सामान्य अभिव्यक्ति हो, त्यो सामान्य एक्सप्रेसन हो भने लेखेर गरिएको उत्कृष्ट माझेर ध्यान दिएर विचार पुर्याएर कसलाई कहाँ कति के भन्ने नभन्ने त्यो कुरा ख्याल गरेर कस्तो शब्द प्रयोग गर्ने, कस्तो शब्द प्रयोग नगर्ने, कस्तो वाक्य बनाउने, यसरी विचारपूर्वक गरी लेखिने भएकाले त्यो उत्कृष्ट अभिव्यक्ति हो। यसमा सुव्यवस्थित भाषाको प्रयोग हुन्छ, अघि पनि भने कस्तो शब्द शैली प्रयोग गर्ने, भावनात्मक कसरी भावनालाई छुने काम, मन छुने काम दिने, वस्तुवर्ग भए वस्तु सत्यलाई कसरी प्रस्तुत गर्ने, कहाँ के छ कहाँ के छैन, कहाँ के लेख्ने कहाँ नलेख्ने इत्यादि चाहिँ भाषा शैलीको भाषाको गणितमा व्यवस्थित ढङ्गले सुव्यवस्थित भन्ने बित्तिकै धेरै व्यवस्था मिलाएर राखिएको हुन्छ। लेखकको व्यक्तित्वलाई चिनाउने विधाको रूपमा सायद चिनिन्छ। हामीले माथि पनि भने लेखकको व्यक्तित्व, भाषा शैली, विचारधारा यसमा प्रमुख हुन्छ। निबन्ध लेखन प्रक्रियालाई सहज रूपमा पनि लिनुहुन्न र अध्ययन तथा सुझबुझपूर्ण अभ्यासबाट यो सम्भव नहुने पनि। निबन्ध लेख्न सजिलो छ, खुरुरु आइहाल्छ, जसले लेख्न सक्छ भन्न पनि हुन्न। यसको निश्चित नियम छ, प्रक्रिया छ, ढाँचा छ। तर फेरि अध्ययन गर्ने, सुझबुझपूर्ण काम गर्ने, विचारपूर्वक काम गर्ने अध्यक्ष व्यक्तिको लागि फेरि सम्भव नहुने कुरा होइन, सम्भव हुन्छ, भइरहेको छ। हजारौं लेखिएका छन्, लाखौं लेखिएका छन्, विश्वभरमा हेर्ने भने उत्कृष्ट निबन्ध लेखिएका छन् र हामीले गर्न सकिने पनि हो र हामीले यसलाई हेरसेकाइ गर्नु पनि नहुने हो त्यसको चरणमा अगाडि। यसको लेखन प्रक्रियालाई यस प्रकार मैले दिएको छु, हेरौँ। विषयको चयन गरिएको विषयमा आफ्नो ज्ञान वा सामान्य जानकारी रुचि हुनुपर्छ। जे कुरा हामी बोल्ने हो, जे कुरा भन्ने हो त्यो स्वरचित हुनैपर्छ, अध्ययन गर्ने हो। अनि जानकारी नभएका निबन्ध बन्दैन। कुनै पनि साहित्यका विधा पनि लेखिँदैनन्, जानकारी आवश्यक हुन्छ नि। अब तपाईँले नेपालको बारेमा लेख्नुभयो, सगरमाथाको बारेमा लेख्नुभयो, गौतम बुद्धको बारेमा लेख्नुभयो, नेपालको बारे जान्नुभयो, कत्रो देश, कस्तो देश, यसको इतिहास, अहिलेको वर्तमान भविष्यको कल्पना, यी सबै कुराहरू हामीले ध्यान दिनुपर्छ। त्यस्तै गरी अब विषयवस्तुको चयन गर्यो अनि सामग्री सङ्कलन आफूले लेख्ने विषय सन्दर्भको जानकारी, ज्ञान कहाँबाट लिने हो, पुस्तकबाट लिने हो कि पत्र पत्रिका पढेर लिने हो कि इन्टरनेटबाट लिने हो कि गुरुहरूसँग सोधपुछ गर्नुपर्ने हो कि यी सबै कुराहरू जहाँबाट हुन्छ सामग्रीको सङ्कलन, लेख्ने कुराको सङ्कलन। अब भावनात्मक हो भने पनि हामीले भावनालाई माझ्ने गरी अरूको लेख पढेर हुन्छ कि अरूको चाहिँ विचार लिएर हुन्छ कि कसरी हामीले चाहिँ आफ्नो भावनालाई उत्कृष्ट ढङ्गले, मन छुने ढङ्गले, अरूलाई ढङ्गले, कलात्मक ढङ्गले राख्ने हो त्यो अध्ययन चाहिन्छ हामीलाई भने। वस्तुवर्ग हो भने त जे छ त्यही सत्य कुरा दिनुपर्ने भएकाले अध्ययन अपेक्षित हुन्छ, अध्ययन आवश्यक पर्छ नै। अर्को गुणा निर्माण, फेरि मैले अघि पनि भनिसकेको छु कि अब तपाईँले इक्जाममा लेख्ने भनेको अन्तिम प्रस्तुति हो, अन्तिम अभिव्यक्ति हो, जहाँ चाहिँ तपाईँले घरमा विद्यालयमा बारम्बार अभ्यास गर्नु भएको हुन्छ। र तपाईँलाई हामीले यो भन्नु पनि पर्छ कि निबन्ध पढाइयो भने तपाईँलाई निबन्धकार बनाउने हाम्रो ध्येय हुन्छ, कविता पढाइयो भने तपाईँलाई कवि बनाउने ध्येय हुन्छ, कथा पढाइयो
गरियो भने कथाकार बनाउन दिए हुन्छ। अन्तिम लक्ष्य भनेको त त्यही नै हो। हामीले भन्छौँ बारम्बार कविता पढाउनु कसरी पढाउने, विद्यार्थीलाई कवि बनाउने गरी पढाउने। त्यस्तै गरी तपाईँलाई निबन्धकार बनाउने गरीको सामग्री दिन हामीले खोजेको छु, मैले खोजेको छु। अगाडि हेरौँ। अनि बुँदा टिपोट गर्ने भन्ने बुँदा भन्ने बित्तिकै जुन कुरा महत्त्वपूर्ण कुरा हो, जुन कुरा सार कुरा हो, जुन कुरा भन्न खोजिएको हो त्यो कुरा हामीले बुँदा टिपोट गर्ने। सगरमाथाको कुरा गरौँ, सगरमाथाको उचाइको कुरा गर्नुहोस्, अनि सगरमाथा कसरी नामाकरण गरियो त्यो कुरा हेर्नुहोस्, अनि सगरमाथाको उचाइ बढिरहेको प्रसङ्ग छ त कसरी बढ्छ इत्यादि कुराहरू। सगरमाथामा पहिलोपटक को चढियो, सगरमाथाका प्रयासहरू, यी चाहिँ के हुन्छन् भन्नुपर्ने कुराहरू, मुख्य कुराहरू हुन सक्छन्। अनि त्यसका लागि व्याख्या, फलानु चढ्यो, यस्तो सङ्घर्ष गर्यो, फलाए नाम राख्यो, नाममा विवाद भयो इत्यादि जुन छन् त्यो चाहिँ के हुन्छन् व्याख्यामा आउँछन्। तर हामीले मुख्य कुरा मुद्दा अझै मुद्दा भन्नुपर्दा हामीले बारम्बार भने जस्तै कुनै व्यक्ति असल हुनु भने असल किन होला, त्यो धेरै पढ्छ, ज्ञानी छ, इमान्दार छ, झुट बोल्दैन, सहयोगी छ, त्यो असलको व्याख्यामा आयो। तर असल हुनु चाहिँ के हो बुँदा भयो। बुँदा टिपोट तपाईँ जान्नु भएकै छ, 8 कक्षादेखि नै यो गराइन्छ। त्यसैले सधैँ व्याख्या नगरिकन बुँदा टिपोट भन्नाले जुन कुरा भनिने हो त्यसका सार कुराहरू, मुख्य कुराहरू टिपोट पहिले गर्नुपर्छ। अनि संगठन निर्माण अब चाहिँ आदि मध्य अन्त्य मिलाउने कामलाई पहिले कुरा। अब आदि अथवा सुरु यो निबन्ध माथिमा थरी बनिएको थियो, निबन्धको प्रारम्भिक भाग हो। यो प्रायः एक अनुच्छेदमा आबद्ध हुन्छ, एक अनुच्छेदमा लेखिन्छ, 2 अनुच्छेद पनि कति कति लामो निबन्धमा होला। तपाईँले लेख्ने, परीक्षामा लेख्ने माध्यमिक तहका लागि चाहिँ नै एक अनुच्छेद नै भए काफी छ। यसमा पृष्ठभूमि, प्रस्तावना, विषय, प्रवेश वा परिचय भित्रका कुराहरू हुनु पर्दछ। पृष्ठभूमि कुनै बारेको उठाउने भने पृष्ठ, त्यसको ब्याकग्राउन्ड ठ्याक्कै अंग्रेजी वर्ड, त्यसको आधार खडा गर्नु पर्यो। प्रस्तावना कुनै कुरा हामीले प्रस्तुत गर्छ, त्यसो हामी यो गर्दैछौँ है प्रस्तावको रूपमा, त्यो प्रपोजलको रूपमा, अगाडि भनिने कुरा अनुहारको रूपमा चाहिँ आउँदछ। सही त हाम्रो चाहिँ निबन्ध हो भने जहाँ चाहिँ अनुहार बाहिर आदि भाग आउँदछ। अनि विषयको प्रवेश, तपाईँको घर प्रवेश गर्दाखेरि चाहिँ नि ढोकाबाट प्रवेश गर्नुहुन्छ, त्यस्तै एउटा ढोका हो। निबन्ध प्रश्न एउटा ढोकाबाट भन्न सकियो। अनि परिचय यो के विषयमा लेखिएको, तपाईँको नेपालकै बारेमा लेखिएको होस्, तपाईँको नेपालको भूगोलको बारेमा लेखिएको होस्, यौन शिक्षाको बारेमा लेखिएको होस्, जे विषयमा लेखिएको होस् त्यसको परिचय चिनारी दिनुपर्छ। तपाईँलाई मैले अन्तिममा भनेकै छु, उदाहरण पनि दिएको छु, निबन्धको पुरै उदाहरणमै तयार गरेर ल्याएको छु। त्यसमा शीर्षकको सामान्य चिनारी दिन्छ। यति भन्दा शीर्षकलाई चिनाउने काम। सगरमाथा हो, सगरमाथा के हो, कस्तो हो, कहाँ छ, यसको गरिमा के छ, इतिहास के छ, यो हामीले लेख्नु पर्यो। व्याख्या मध्यभागमा आउँछ नि। अब जो मध्यभाग यो मूल भाग हो कि अब सुरुवातीको चाहिँ स्टार्टिङ भयो, त मूल अब जरो भन्नेलाई चाहिँ भ्रम नहोस्, जुन भनिने कुरा हो, जुन चाहिँ व्यक्त गर्ने कुरा हो, मूल भाग यानि मध्यभागमा गरिन्छ। यो 2 भन्दा बढी अनुच्छेदमा विचार हुन्छ, कम्तीमा पनि 2टा अनुच्छेद यसले माग्दछ। तपाईँ छोटो लेख्नुभयो, सानो अङ्कको आयो, 4 अङ्कको आयो भने त तपाईँ एउटा अनुच्छेद लिने पुग्ला, नभएदेखि 8 अङ्कको निबन्धमा कम्तीमा 2टा अनुच्छेद अपेक्षित हुन्छ, निबन्धमा चाहिन्छ। यसमा तार्किक ढङ्गले विचार दिनुपर्ने हुन्छ, व्याख्या गर्नुपर्ने हुन्छ, त्यस्तै गरी विश्लेषण पनि गर्नुपर्ने हुन्छ। विषयको उपयोगिता र महत्त्व, गुण अवगुणको निर्गुण, चर्चा परिचर्चा आदि गरिन्छ। यस खण्डमा निबन्धको विषय यथासम्भव विस्तारित हुन्छ, सकेसम्म सम्भव भएसम्म विस्तार गरिन्छ। नेपाल एउटा चाहिँ नि कस्तो देश हो, प्राकृतिक रूपले समृद्ध देश हो भने किन हो त, यहाँ झरना छन्, नदीहरू छन्, पानीको स्रोत धेरै छ, विश्वको दोस्रो चाहिँ ठुलो पानीको भण्डार छ हामीसँग, अनि प्राकृतिक सौन्दर्य छ हामीसँग, उपत्यका छन्, खोज छन्, झरना छन्, पार्कसे झाडी छ। व्याख्यामा हामीले दिनुपर्छ सकेसम्म बढी चर्चा परिचर्चा, यो हो किन होइन, यो चाहिँ राम्रो हो किन राम्रो होइन, राम्रो हो भने किन राम्रो हो, राम्रो होइन भने किन राम्रो होइन, यसरी चर्चा परिचर्चा बारम्बार तथ्य प्रस्तुति उदाहरण इत्यादिबाट यसलाई पुष्टि गर्नुपर्ने हुन्छ। अब जब यसलाई हामीले के भनौँ, माथि पनि भनिएको छ जन्म भागको आधा भाग चाहिँ हुनुपर्छ, भन्नाले 50% भाग, त्योभन्दा बढी पनि हुन सक्छ, यसमा समेटिनु पर्छ। अब जब अन्त्य भागमा अन्त्य भाग, यसलाई निबन्धको निष्कर्ष वा उपसमर खण्ड भनिन्छ। माथि पनि बोलिसकेका कुराहरू प्राय 1 अनुच्छेदमा आबद्ध हुन्छ। निकै ठुलो निबन्धमा 1-2 अनुच्छेद पनि आउन सक्ला। त तपाईँको सामान्य तपाईँले पढ्ने किताबमा पढेका निबन्धहरू र सँगै चाहिँ तपाईँ लेख्ने निबन्धहरू वा एउटा अनुच्छेद भए काफी हुन्छ, पर्याप्त हुन्छ। यसमा निबन्धको निर्णय वा सार समावेश गरिन्छ। जुन कुरा माथि बोलिएको थियो, जुन कुरा हामीले चाहिँ व्याख्या गरेका थियौँ, त्यसको सार नै हामीले प्रस्तुत गर्छौँ। अघि माथि भने अनुसार जे भनौँ हामीले असल छ कोही व्यक्ति भने किन असल छ लेखियो, त्यहाँनिर फलानु कारण असल छ, अनि अन्तिममा यस प्रकार यो व्यक्ति असल व्यक्ति हो, यो कुराले व्यक्तिलाई असल भएको प्रमाणित गर्छ। यस्तै व्यक्ति अरू सबै यो संसारले चाहेको छ, सबै व्यक्तिलाई इमान्दारिताको खाँचो, सबै व्यक्ति यही व्यक्तिको चाहिँ नि निजत्व जस्तै इमान्दार बनुन्, असल बनुन् भनेर अन्तिममा
आफ्नो विचार दिएर निष्कर्ष लेखिन्छ। यसरी हामीले यसको अन्तभाग गर्न सक्छौँ। निबन्ध तपाईँलाई ठ्याक्कै मैले ल्याइदिएकै छु, पछि हामी हेर्ने नै छौँ। अर्को जो खेस्रा लेखन, अब हेर्नुहोस् है, यो तपाईँको चाहिँ जस्तो निबन्ध लेख्नुहुन्छ, पछि गएर निबन्धकार बन्नुहुन्छ, चर्चा आइन्छ अनि तपाईँले घरमा अभ्यास गर्दाखेरि पनि यी खेस्रा लेखन गर्ने काम गर्नु राम्रो हुन्छ। तयार भयो, अब खेस्रा रूपमा रफ भन्ने ठेगाउने शब्द लेख्दा जे तयारी भएको छ रफली लेख्ने त्यसलाई खेस्रा लेखन गर्ने। अब बुँदाहरूको आधारमा ढाँचाभित्र रही प्रारम्भिक लेखन यानि सुरुवातीको लेखन यसमा गरिन्छ। अनि पछाडिको शब्द घटाउने, बढाउने, चयन गर्ने, फेर्ने, कुरा भावहरू थप्ने, तपाईँको चयन तथ्यहरू कहाँ ठिक भयो भने फेरि हेर्ने काम पछि आउँछ भने यहाँ चाहिँ सुरुवाती लेखन गरिन्छ, खेस्रा लेखन। अनि परिमार्जन भनेको मार्जने काम, मार्जन भनेको मार्जन हो, परि भनेको वरिपरि सबैतिरबाट मिलाएर मार्जने, तल्काउने काम, आकर्षक बनाउने काम, कलात्मकता भर्ने काम हुन्छ परिमार्जन। अनि खेस्रा लेखनमा आवश्यक थप्पड गरी भाषा शैली तथा प्रस्तुतिको परिमार्जन गरिन्छ, सबैतिर मार्जिन्छ, टल्काइन्छ, आकर्षक बनाइन्छ, कलात्मक बनाइन्छ, त्यो प्रयास यसमा हुन्छ। अनि अन्तिम लेखन साथी लेखन जुन हामीले गर्दै आएको छौँ, तपाईँले परीक्षामा लेख्ने भनेको अन्तिम लेखनको लेखाइ हो। त्यसको लागि तपाईँले के गर्नुपर्छ, बारम्बार विभिन्न शीर्षकमा अभ्यास गर्नुपर्छ। पछि पनि कुरा गर्नेछौँ राष्ट्रियता, बारम्बार आइरहने टपिक हो। जस्तै यौन शिक्षा पनि निकै पटक आएको छ। तपाईँले विषयवस्तुको चाहिँ सङ्कलन, सामग्रीको सङ्कलन, लेखन, साथी लेखन, बुँदा तयार गर्ने काम गर्नुभएको हुन्छ र परीक्षामा गएर लेख्नुहुन्छ त अन्तिम लेखन गरिन्छ भने निबन्धकार बन्ने हो भने निबन्धकारले चाहिँ प्रक्रिया प्रयोग गरियो भने निबन्ध उत्कृष्ट बन्न सक्छ। अनि यसमा सहायपूर्ण प्रक्रिया, सबै प्रक्रियाहरू प्रयोग गरेर सफासँग लेखेर निबन्धलाई अन्तिम रूप दिन्छ। सफा लेख्छ, स्पष्ट लेख्छ, सकेसम्म कलात्मक बनाउँछ अनि अन्तिम रूप लिएर उसले के गर्छ, सबैको लागि प्रस्तुत गर्छ। अब तपाईँलाई मैले यहाँ ल्याएको छु निबन्धका उदाहरणहरू। मैले एउटा हातमा परेको छ, अर्को वस्तु परेको छ, तपाईँले स्क्रिनसट लिन सक्नुहुन्छ है त। सुरुमा तपाईँलाई पढी पनि दिनेछु तपाईँलाई र सुरुमा स्क्रिनसट लिन सक्नुहुन्छ। 1 2 3 4 5 6 7 यो स्लाइड भयो। अर्को स्लाइड 1 2 3 4 5 6 7 फेरि अर्को स्लाइड 1 2 3 4 5 6 7 अर्को 1 2 3 4 5 6 7 फेरि अर्को 1 2 3 4 5 6 7 त्यस्तै अर्को 1 2 3 4 5 6 7 अर्को 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 फेरि अर्को 7 6 5 4 3 2 1 फेरि अर्को 1 2 3 4 5 6 7 अब अगाडि मसँग भएका निबन्धका शीर्षकको कुरा म अन्तिममा गर्नेछु। सम्भावित शीर्षकहरू हेर्न सक्नुहुन्छ। थोरै यसलाई म पाठ गरिदिन्छु। तपाईँलाई पाठ गर्न पनि केही सिप आओस्, जान्नुहोस् भन्ने मेरो कल्पना हो। र सुरुमा चाहिँ के छ, आत्मपरक निबन्ध। यो भावनात्मक हुन्छ, भावना जोड दिन्छ, व्यक्तिको भोगाई, व्यक्तिको अनुभव, व्यक्तिको विषय भन्ने त्यो कल्पनात्मक हुन्छ। त्यही हामी कविता पढ्छौँ, भावनात्मक कविता पनि धेरै प्रकारको हुन्छ। त मन छुने अभिव्यक्ति यसमा गरिएको हुन्छ। मनलाई छुने प्रयास, अरूको मनलाई आकर्षित गर्ने प्रयास गरिन्छ। वस्तुपरकमा पनि एउटा कल्पनात्मकता केही न केही मात्रामा आउला, केही व्यक्तित्व निजत्व आउँछ नि तपाईँको अन्तिम खण्डमा भयो भने आत्मपरक त स्वतः मनको भाव व्यक्त गर्ने, मनको भावना दिने, दुःखका कुरा, खुसीका कुरा, आँसुका कुरा, हाँसुका कुरा आउने भएका यो स्वभाव त के हो, भावनात्मक हो र यसलाई भाव डुबेर पढ्नु पर्यो। दुःखका कुरा भयो भने दुखी भएर, हाँसोको कुरा भयो भने हाँसो दिने तरिकाले आवाज निकालेर, अनि खुसीको कुरा भयो भने त उमङ्ग दिने तरिकाले पढ्नु पर्यो। अगाडि बढौँ। म नेपाली हुँ, यो चाहिँ राष्ट्रियतासँग सम्बन्धित निबन्ध हो। र तपाईँलाई एउटा मैले यति नै भने मात्रै तपाईँले राम्ररी एउटा निबन्ध मात्रै पढ्नु भयो भने नि राष्ट्रियतासँग सम्बन्धित अन्य निबन्ध जस्तै मेरो देश मेरो गौरव, त्यस्तै तपाईँको चाहिँ सगरमाथै भन्नु भने राष्ट्रियतासँग सम्बन्धित निबन्ध बन्छ। केही न केही तपाईँलाई सहयोग पुर्याएको हुन्छ। अनि तपाईँलाई प्राय माध्यमिकतामा एउटा न एउटा आत्मपरक निबन्ध दिएकै हुन्छ प्राय गरी। त्यसैले तपाईँलाई आत्मपरक लेख्न लागि सहयोग हुन्छ भने राष्ट्रवादी कुनै पनि शीर्षक लागि पनि सहयोग हुन्छ। अनि अगाडि बढौँ। म पढ्नेछु, तपाईँहरू सुन्नुहुनेछ। म नेपाली हुँ, म नेपाली हुँ, मेरो देश नेपाल हो, मेरो जन्म मेरो कर्म यही नेपालसँग साइनो गाँस छ। त्यसैले म आफूलाई नेपाली भन्न रुचाउँछु। म
नेपाली। सगरमाथा मेरो शिर हो, पहाड मेरो शरीर हो, संस्कार मेरो पहिचान हो, सभ्यता मेरो उचाइ हो र भाषा मेरो बोली हो। म आफै सम्पन्न हो, म आफै विपन्न हो, देश हाँस्दा सम्पन्न हुन्छु, देश हुँदा विपन्न हुन्छु। 7 प्रदेशसित मैले हात बढाएको छु र 77 जिल्लासित मैले मिहित लगाएको छु। त्यसैले म नेपाली हुँ, त्यसैले म नेपाली हुन रुचाउँछु। म सच्चा नेपाली हुन सक्छु कि सक्दिन कसरी भनौँ? यहाँ जन्मेका सबैले आफूलाई नेपाली भन्छन्, तर म भन्न सक्दछु नेपालमा जन्मनु नेपाली हुनुको पहिलो शर्त भनेर। तर यति मात्रले पुग्दैन र यति मात्र होइन भने नेपालमा जन्मने सबैलाई म कसरी नेपाली भनौँ? वा नेपालमा नजन्मदैमा गैर नेपाली कसरी भनौँ? नेपालमा जन्मदैमा नेपाली हुने भए बेलायतीको गुर्नीलाई नेपालमा सुत्केरी गराउँ के तिनका बच्चा नेपाली कुकुर हुन सक्छन्? के तिनले नेपाली भोकाई भोग्न सक्छन्? यो त भयो विदेशी आमाका सन्तानहरूलाई नेपाली मान्न नसकिने कुरा। त्यस्तै अब अर्को कुरा गरौँ। बेलायत, अमेरिका, भारत आदि देशमा जन्मिएका नेपाली आमाका सन्तानहरूले आफूलाई पुनः बेलायती, अमेरिकी वा भारती भन्न सक्लान् त? बर्मा, भुटान, भारत आदिमा छरिएर रहेका नेपाली भाषी नेपाली मण्ड नेपालीपनको याद मेरो मन मस्तिष्कमा छटपटाइरहेको छ। अब म कसरी भनौँ नेपालमा जन्मदैमा नेपाली र नजन्मदैमा गैर नेपाली भनेर? कसरी भनौँ? नेपालमा जन्मेर मात्र के गर्नु जसले बेलायती हाई, भारतीय भोकाई र अमेरिकी टोकाइलाई आफ्नो आदर्श ठान्छन्, त्यस्तोलाई कसरी नेपाली भनौँ? म देखिरहेको छु आफूलाई नेपाली भन्नेहरू कसरी विदेश जान हतारिरहेका छन्। यहाँका पत्रकार, अलपत्रकार, नेता, अभिनेता, कलाकार, सूचीकार, कुचीकार सबैमा विदेश मोह गोबरमा मुला बढी चाहिँ बढेको देख्दा भन्न मन लाग्छ, यही नेपाली नै हुन् त? नेपाली नै हुन् जो सगरमाथालाई शिरमा राखेर हाँस्न सक्दैन, हिमालको सेतो फेटा गुतेर, पहाडको हरियो भोटो पहिरेर, तराईको पहिलो कसार लगाएर, 4 वर्ण 36 जातको साझा फुलबारीमा छमछमाएर नाच्न सक्दैनन्। ती नेपाली संस्कृति, भाषा, साहित्य र संस्कार मरवाउन सक्दैनन्। तिनलाई कसरी नेपाली भनौँ? नेपाली बन्नका लागि त नेपालीपन चाहिन्छ, नेपाली आत्मा चाहिन्छ, नेपाली भाका र नेपाली विचार चाहिन्छ। अब म नेपाली हुँ भनेर किन नलेखौँ? मलाई नेपाली हुन पाएकामा अत्यन्त गौरव लाग्छ, अत्यन्त गौरवान्वित हुन्छु। मभित्र नेपाली बन्नका लागि सबै गुण विद्यमान छन्। मेरा भावनामा नेपाली झरनाहरू सुसाइरहेका छन्, मेरो मुटुमा नेपाली ताल तलैया तल बनाइरहेछन्। मभित्र कोइलीको कुहु कुहु, जुरेलीको चिरबिर परिवार जोडीको प्रीति सङ्गीत बनेर गुनगुनाइरहेछन्। मेरो मानसपटलमा प्राकृतिक विश्वविद्यालयले कहरा कोरिरहेछ। मेरा नसाहरूमा वीरता र साहसका ज्वारहरू सृष्टि भइरहेछन्। मेरो नजरमा माछा पुछेर अन्नपूर्ण एकैसाथ चमचमाइरहेछन्। हिमाली नदीहरू मेरो निधारबाट बग्न हतारो गरिरहेछन्। जब म आफूलाई नेपाली अब म आफूलाई नेपाली किन नभनौँ? जहाँ मेरो गालाको लालीमा अगाडि मोनालिसाको सौन्दर्य लाज मान्छ, गालाको लालीका अगाडि मोनालिसाको सौन्दर्य लाज मान्छ। जहाँ मेरो सारङ्गी, मादलो र बाँसुरीको धुनका अगाडि गिटार र ढङ्गसेट हिस्सा पर्छन्। जहाँ मेरो चमचमाउँदो खुकुरी देखेर अत्याधुनिक हात हतियारहरू पड्कन बिर्सन्छन्, म यस्तो नेपालमा जन्मेर नेपाली भइरहन पाएकोमा किन गौरव नगरौँ? गर्छु। म नेपाली हुँ, त्यसैले मलाई नेपाल नै प्यारो लाग्छ। मलाई नेपाली जीवन झन् धेरै प्यारो लाग्छ। मलाई अमरसिंहको कथा र भीमसेन थापाको गाथा मनपर्छ। मलाई विदेशी ताजमहलभन्दा काष्ठ मण्डप मनपर्छ। मलाई नलेखेको अग्राह्य विदेशी झिलिमिली भन्दा स्वदेशी हात मनपर्छ। मलाई कलहभन्दा एकान्त सुख मनपर्छ। अनि मलाई बलबाहुको कलात्मक चमत्कारिकताभित्र
हराउन मन लाग्छ। मलाई आफ्नै हिमाली तपोभूमि, आफ्नै प्राकृतिक क्रीडाभूमि, वीर वीराङ्गनाहरूको जन्मभूमि, स्वसभ्यता, स्वसंस्कार, सद्भावना, एकता र मौलिकता बोकेको नेपाललाई कर्मभूमि बनाइरहन मन लाग्छ। अतः म निर्धक्कसँग कोही हृदयको अन्तर्ध्वनि ओकल्न चाहन्छु। म निर्धक्कसँग हृदयको अन्तर्ध्वनि ओकल्न चाहन्छु। म नेपाली हुँ र नेपाली भएरै सधैँ बाँच्न अनि मर्न सकूँ। नेपाली भएरै सधैँ बाँच्न अनि मर्न सकूँ। यो चाहिँ एउटा आत्मपरकको चाहिँ प्रयास मेरो भयो। मैले पढेर पढेँ भन्ने भएन। यहाँनिर सरस्वती पढ्दाखेरि त्यही पनि थोरै एउटा भावनामा डुबेर पढ्न प्रयास गर्नुपर्छ। भावनात्मकता यसमा अपेक्षित हुन्छ र ढिल नगरिकन अर्को वस्तुपरक निबन्ध छ। भावनात्मकता कतै कतै त आउँछ नै, अलिकति पढाइमा यसको भाव वस्तुपरक भए नि यसको भाव हुन्छ नै, के सन्देश दिएको हुन्छ। तर हामीले यसमा भाव भन्दा नि विषयवस्तुको प्रस्तुति दिनुपर्ने हुन्छ। सामान्य पढाइ स्नेह, प्रेम, रिस, राग अनि घृणा केही पनि हुन्न, मात्रै विषयवस्तुको सोझो प्रस्तुति हुने भएकाले सरस्वती पढ्छौँ। सामान्य पढाइमा, सामान्य भावमा, सामान्य बोलाइमा हामी यसलाई पढ्छौँ। शीर्षक रहेको छ विज्ञानको चमत्कार। यो पनि निकै पटक दोहोरिएको एउटा शीर्षक हो। आजको युग 21औं शताब्दीको वैज्ञानिक युग हो। त्यसैले हामी विज्ञान बिछाउँछौँ, विज्ञान पढ्छौँ र विज्ञानमा बाँच्छौँ। विज्ञान र मानव जीवन अहिले अभिन्न मित्र जस्तै या भनौँ नङ्ग्र मास जस्तै बनेका छन्। विज्ञान शब्द ज्ञान शब्दमा बी उपसर्ग लागेर बनेको हो। यसको अर्थ विशेष ज्ञान अर्थात् कुनै वस्तु, पदार्थ वा विषयप्रति विशेष ज्ञान आर्जन गर्नु हो। नयाँ कुराको पत्ता लगाउनु हो र कुनै पनि वस्तुको सत्य तथ्य पत्ता लगाई नयाँ विशेषताको पहिचान गर्नु हो। साथै प्रकृतिका घरभित्र लुकेर रहेका प्राकृतिक शक्ति प्रयोगमा ल्याई व्यवहारोपयोगी बनाउनु हो। समसामयिक सन्दर्भमा विज्ञान भन्नाले कुनै पनि कुराको सत्य तथ्य पत्ता लगाई नयाँ कुराको आविष्कार गर्नु। मानिसको विचार शक्ति आज त्यही शक्तिले ढुङ्गे उडारमा बस्ने मानिस अन्तरिक्षमा बस्ती बसाउने तर्खरमा छ। यही शक्ति नै वैज्ञानिक शक्ति हो। विज्ञान मानव सभ्यताको सम्भाव तथा मानव जातिको वरदान पनि हो। अतीततिर फर्कने हो भने अतीत र वर्तमानमा आकाश र पातालको भिन्नता छ। अतीत भनेको बितेको समय र अहिलेको समयमा, आजको वर्तमान भोलिको अतीत र भोलिको भविष्य आजको पर्सिको अतीत भइदिन्छ। यो परिवर्तन कुनै जादुमय चटकबाट नभई ज्ञान र विज्ञानको सङ्घर्षबाट सृजित उपज हो। उपज भनेको प्रोडक्सन। विज्ञानमा आजको नयाँ आविष्कार भोलिको आविष्कारका लागि प्रवेशद्वार भइदिन्छ र त्यही प्रवेशद्वारबाट प्रवेश गरी नयाँ क्षितिजको उद्घाटन हुन्छ। ज्ञान र विज्ञानको क्षेत्र असीम छ, अनन्त छ र अकल्पनीय छ। यहाँनिर कुनै वर्ड तपाईँलाई गाह्रो पर्ने क्षितिज बुझ्नै हुन्छ होला। त्यस्तै गरी केही गाह्रो यहाँ के छ, उपज वाक्य भने उत्पादन भनेको उपज माने अकल्पनीय छ। मानिस चेतनशील तथा बुद्धिमान प्राणी हो। मानिस कल्पनाको पुञ्ज पनि हो। मानवको सृष्टि प्रकृतिमै भयो, प्रकृतिमै फुल्यो, फल्यो र प्रकृतिमै विलीन हुनेछ। प्रकृति ज्ञान र विज्ञानको भण्डार तथा उद्गम स्रोत हो अनि प्रकृति मानवको गुरु पनि। मानिस कल्पनाको धनी भएकाले आकाशका ताराहरू उडेको देखेर हवाई जहाजदेखि लिएर अत्याधुनिक रकेटसम्म निर्माण गरी आकाशमा स्वच्छन्द तारा चाहिँ उड्न सफल भयो। पानीमा माछा तैरिएको देखेर पानी जहाजदेखि अत्याधुनिक पनडुब्बी निर्माण गरी समुद्रमा कुद्न सफल भयो। मेघ गर्जनको चम्काइ देखेर विद्युतको आविष्कार गरियो। पृथ्वीलोक जस्तै अरू लोकको खोजी गर्ने क्रममा चन्द्रमामा पदार्पण गरियो। हिजोका कल्पनातीत वस्तु विज्ञानले यथार्थमा परिणत गरिदिएको छ। विज्ञानले मानव जीवनमा नयाँ मोड ल्याइदिनुका साथै समाज, संस्कृति, व्यवहारमा परिवर्तन ल्याइदिएको छ र विश्व स्वरूपमा उथल पुथल ल्याइदिई काया पलट्ने गरिदिएको छ। मानिस एउटा असन्तुष्ट प्राणी पनि हो। यही असन्तुष्टि जिज्ञासाबाट नै विज्ञानको विकास र विस्तार भएको हो। विज्ञान सामान्य ज्ञानबाट विशिष्ट ज्ञानतर्फ उन्मुख हुन्छ। आवश्यकता र असन्तोष नै वैज्ञानिक आविष्कारको चमत्कारिक उद्गम स्रोत र प्रेरणाको माध्यम हो। मानव सभ्यताको विकासका साथसाथै विज्ञानको प्रादुर्भाव, विकास र प्रगति भएको हो। मानिसका आवश्यकता जति जति बढ्दै जान्छन् त्यति नयाँ वस्तुको खोज र अनुसन्धान हुँदै जान्छ र विज्ञानको आविष्कार हुन्छ।
आज यस विश्वमा प्राकृतिक वस्तु बाहेक जे जति उपलब्धिहरू हासिल भएका छन् ती सब मानवताकै देन हुन्। आज विज्ञानले विश्व समाजलाई साँघुरो बनाइदिएको छ, विश्वलाई साँघुरो बनाइदिएको छ। यातायातका क्षेत्रमा भएको विकासले एकै दिनमा बिहानको नास्ता काठमाडौँ गरी लन्च टोकियोमा र डिनर लन्डन सिटीमा गर्न सक्ने भएको छ। संचारका क्षेत्रमा आविष्कृत टेलिफोन, टेलिग्राम, फ्याक्स, रेडियो, टेलिभिजन, इन्टरनेट आदिले गर्दा पृथ्वीको एक कुनाको बन्द कोठामा बसेर अर्को कुनामा सम्पर्क राख्न, कुराकानी गर्न र विश्वमा भएका घटनावलीहरूलाई रेडियोको माइक्रोफोनमा र बसी टेलिभिजनको स्क्रिनमा विश्व ब्रह्माण्ड हेर्न सकिने भएको छ। विद्युत शक्तिको क्षेत्रमा भएका उन्नति र प्रगतिले गर्दा आज हरेक क्षेत्र अनुप्राणित छ। कम्प्युटरको विकासले आज मानिस संसारको एक कुनामा बसेर विश्वलाई हाँक्न सक्ने भएको छ। आज मानिसको दिमागले पनि नभ्याउने कार्य कम्प्युटरको विकसित स्वरूप रोबोट यानी यन्त्र मानवले गर्न थालेको छ, गर्न सक्ने भएको छ। मानिसलाई कयौं दिन लगाएर गर्न सक्ने कार्य कम्प्युटरले एकैछिनमा गरिदिन्छ। चिकित्साका क्षेत्रमा भएका नयाँ नयाँ आविष्कारहरूले असाध्य रोग पनि साध्य भएका छन्। त्यति मात्र होइन, आँखा, मृगौला, मुटु जस्ता संवेदनशील अङ्गहरू एकबाट अर्को व्यक्तिमा प्रत्यारोपण गर्न चिकित्सा विज्ञान सफल भएको छ। अकालबाट मान्छेका जीवनलाई जोगाउन पनि केही हदसम्म विज्ञान सफल भएको छ। यस्तै मुद्रण, भिडियो, अडियो सामग्री, कम्प्युटर जस्ता वैज्ञानिक उपकरणद्वारा ज्ञानको सञ्चय गरी मानिसले युगौंसम्म त्यसबाट फाइदा लिइरहेको छ, लिइरहन सम्भव छ। शिक्षाका क्षेत्रमा भएको प्रगतिले सबै क्षेत्रमा हलचल ल्याइदिएको छ र आज मानिसले जल, थल र नभ तिनै क्षेत्रमा आफ्नो साम्राज्य जमाइसकेको छ। नभ भनेको यो आकाश, जल, थल त बुझ्नु नै हुन्छ होला, नभ माने आकाश। विज्ञानले भौतिक क्षेत्रमा मात्र क्रान्ति नल्याएर आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, बौद्धिक हरेक क्षेत्रमा क्रान्ति ल्याइदिएको छ। आर्थिक क्षेत्रमा ल्याएको क्रान्तिले मानिसको श्रम र समयमा पनि परिवर्तन ल्याइदिएको छ। यी सबै विज्ञानकै उपलब्धि वा देन हुन्। विज्ञानले गर्दा नै आज मानिसले प्रकृतिलाई आफ्नो पूर्णतः प्रयोगमा ल्याउन सफल भएको छ। विज्ञानले नै अन्धकारको पर्दालाई च्यातेर उज्यालो भौतिक संसारलाई दृष्टिगोचर गराइदिएको छ। यो नै विज्ञानको ठुलो उपलब्धि र वरदान हो। यो उपलब्धि मानवको ठुलो साधना र तपस्याको फल हो। विज्ञान साध्य नभएर साधन हो। जसले जस्तो ढङ्गले प्रयोग गर्यो त्यसको परिणाम त्यस्तै नै सक्छ। आफैमा प्रदायक र हानिकारक हुँदैन, त्यो त व्यक्ति विशेषको विवेक र प्रयोगमा भर पर्ने कुरा हो। एउटा खुकुरीले मानिसको हित र अहित दुवै गर्न सक्छ। त्यस्तै एउटा हवाई जहाज मानिसको यातायातको साधन पनि बन्न सक्छ र नागा साथी तथा हिरोसिमालाई ध्वस्त पार्ने आणविक बमको वाहक पनि बन्न सक्छ। त्यसैले कुनै पनि वस्तु आफैमा विध्वंसक हुँदै त्यो त प्रयोगमा ल्याउने व्यक्ति विशेषमा भर पर्ने कुरा हो। आज मानवको अहमले गर्दा त्यस विश्वयुद्धको सम्भावनालाई पनि नकार्न नसकिएला। विज्ञानले मानिसलाई राम्रा कुरा मात्र दिएन, नराम्रा कुरा पनि दिएको छ। संसारका हरेक तीन वस्तुको स्रष्टा मानव नै हो। हरेक वस्तुको सृष्टि मानवले मानवताकै लागि गरेको हुन्छ। तर जब मानवको मानवत्वमाथि दानवत्व गइचर्छ तब उसले आफ्नो जातिको विनाशका लागि विध्वंसकारी वस्तुको सृष्टि गर्न सक्छ। आज विश्वमा जे जति सत्ता अस्त्रको यानी सत्ताको होडबाजी चलिरहेको छ, मानव जातिकै समाजका लागि परिरहेको छ, लागिरहेको छ, त्यो विज्ञानको दुरुपयोग। मानवत्वको विनाश अनि अभिशाप त्यस्तै हो। मानवत्वको पतन र दानवत्वको उत्थान त्यस्तै हो। मानवत्वको पतन र दानवत्वको उत्थान। त्यसैले मानिसमा मानवत्वको परोपकारी रसायनले मानवत्वको कलङ्कलाई पखालेर विज्ञानलाई अभिशाप नभई वरदानमा परिणत गर्नुपर्दछ। साथै शक्तिशाली राष्ट्रले शस्त्रास्त्रमा खर्च गर्ने शस्त्रास्त्रमा गर्ने खर्चको 50% मात्र कटौती गरे पनि यो संसार स्वर्ग बन्न सक्छ। यसपट्टि ती राष्ट्रले गम्भीर रूपले सोच्ने बेला आएको छ। कलङ्क बुझ्नुहुन्न, दोष भनेको कलङ्क, घात। यदि मानिसले विज्ञानको सही प्रयोग गर्ने हो भने धरती सुन्दर स्वर्ग बन्नेछ।
यदि दुरुपयोग गर्ने हो भने धरती सिंहानको थुप्रो मात्र नभएर ब्रह्माण्डमा अनुपरमाणुका रूपमा क्षत विक्षत हुन पुग्नेछ। तसर्थ सुन्दर भविष्यको निर्माता मानिस स्वयं हो। सुन्दर भविष्यको निर्माता मानिस स्वयं हो। यो जिम्मेवारी उसकै हातमा छ। अब यो भावना पनि हो, भावनाको अभिव्यक्ति पनि हो र वस्तु यथार्थ पनि हो। र मानव कहाँ पुग्छ, आफैलाई विनाश गर्न पुग्ने हो कि र सबैको रक्षाको लागि उत्थानलाई काम गर्ने हो, उसकै हातमा छ। र थोरै अब हामी हेर्नेछौँ बारम्बार दोहोरिएका शीर्षकहरू, यिनलाई संक्षेपमा यहाँ हामी हेरौँ। पहिलो शीर्षक तपाईँको के छ? मैले लेखेको विज्ञानको चमत्कार, जुन मैले भने त्यो नि दोहोरिएको छ। विकासका सम्बन्धित कुनै कुराहरू निकै पटक दोहोरेर आएका छन्। अनि पहिलो कुरा यहाँनिर पछाडि लेखिए पनि राष्ट्रियता, धेरै दोहोरिएको शीर्षक राष्ट्रियता, राष्ट्रप्रेम, मेरो देश मेरो गौरव इत्यादि, सगरमाथा, गौतम बुद्ध इत्यादि आएको देखिन्छ। हामी ख्याल गर्नुपर्ने शीर्षक हो यो। त्यस्तै गरी अर्को मैले लेखेको छु, अब राजनीतिको कुरा पनि आएको छ। मैले लेखेको छु नेपाली नेताको चरित्र, सद्भाव शान्ति समुन्नति, भावनाको कुरा, सद्भावनाको कुरा, शान्तिको कुरा, समुन्नति भनेको सबैको सबै तर्फबाट उन्नति। अब त्यस्तै गरी सामाजिक सञ्जालको विषय धेरै पटक आएको कुरा छ। लैङ्गिक समानता, यौन शिक्षा, समावेशी नेपाल, मलाई मनपर्ने साहित्यकार, वनजङ्गलको महत्त्व, प्राकृतिक संरक्षणका कुराहरू, वनजङ्गलको संरक्षणका कुराहरू, प्राकृतिक सन्तुलनका कुराहरू निकै पटक आएका छन्। त्यसै दिगो विकासको विषयमा धेरै कुरा आएको छ। दिगो विकास तपाईँ जान्नु भएको छ, जुन विकास जसले चाहिँ नि प्रकृतिको विनाश होइन, प्रकृतिको भलाइको लागि विकास हुन्छ, प्रकृति र विकासको बिचमा तादात्म्य हुन्छ, त्यो विकास दिगो विकास हो। तर नेपालमा के भएको छ, एकदमै अव्यवस्थित विकासको नाममा विनाश भइरहेको छ। नेपाल लगायत धेरै राष्ट्रहरूमा, विश्वभर नै कतै विकसित होला, प्राय गरी अविकसित अव्यवस्थित विकास भइरहेको छ। सस्टेनेबल डेभलपमेन्ट भएको छैन। शान्ति समृद्धि योगको विषय नै एकपल्ट आएको देखियो। राष्ट्रियता देख्नुभयो, बारम्बार आएको शीर्षक हो यो, जुन मैले तपाईँलाई एउटा दिएँ, म नेपाली हुँ भन्ने। तपाईँ यति मात्रै पढ्नुभयो भने धेरै तपाईँलाई सहयोग मिल्नेछ भन्ने मेरो अपेक्षा हो। संस्कृतिको विषय पनि बारम्बार आएको छ। यसरी निबन्धका केही शीर्षकहरू जुन बारम्बार आएका छन्, तपाईँले यति मात्रै शीर्षक प्रयास गर्नुभयो भने योसँग मिल्ने जुल्ने शीर्षकहरू केही न केही आउन सक्ने सम्भावना रहन्छ। कक्षा 9 मा, 10 मा, 10 को एसईमा, 11 मा, 12 को एसएलसी, सबैमा केही न केही आउन सक्छ। मैले यति कुरा गरेँ निबन्ध लेखन सम्बन्धी, यसका चाहिँ नि प्रकारहरू, यसको निबन्धको परिचय, निबन्धका प्रकारको परिचय, यसको उदाहरण, यति कुरा आज मैले तपाईँहरूलाई दिने प्रयास गरेँ। के कस्तो हुन्छ क्रिया प्रतिक्रिया पनि तपाईँहरूकोमा चाहन्छु। सँगै चाहिँ नि यो च्यानलमा जोडिनको लागि अनि सब्सक्राइब गर्नको लागि पनि आग्रह गर्छु र अहिले छोड्छु। नमस्ते।